हेलो गुड मर्निङ। आज अक्टोबर 21 2025 मङ्गलबारको दिन हामी चाहिँ बेसी सहरदेखिबाट चाहिँ तिलिचोसम्मको यात्राको लागि अहिले मध्याहको 12 बजेतिर यहाँबाट हामी प्रस्थान गर्ने तर्खरमा छौँ। योपालि हाम्रो ट्रेकमा हुनुहुन्छ साथी सर्बु र म दुईजना जाँदैछौँ। आजको हाम्रो सफर यो गाडीमा अहिले दिउँसोको 12:38 अब यहाँनिर सामान लोड हुँदैछ। अब हामी गाडीमा गइन्छ। यही बाटो जाने हुन्छ। ओके सी यू। यहाँनिर यस्तो छ, बलिराजाको कार्यकर्ताहरू एकदम खटिरहेको छ आज। कार्यकर्ताहरू ठिक छ नि? ठिक छ। हामी चाहिँ यहाँनिर टनेलबाट यति बेला हामी चाहिँ बुङ झरनामा आइपुगेका छौँ। बुङ झरनाको दृश्य चाहिँ यस्तो रहेको छ। ल सबजना यहाँ सब भ्लगर छन्। ठिक छ, यो हो बुङ झरना। यति बेला हामी चाहिँ अहिले अक्टोबर झरनामा ठ्याक्कै आइपुगेका छौँ। अक्टोबर झरनाको दृश्य चाहिँ तपाईँहरू यहाँबाट दिइरहेको छ। बेलुकाको 9 बजेतिर खाङसार आइपुगेको छ माझा। आज हामी यतै बस्छौँ। हेलो गुड मर्निङ फ्रम खाङसार। आज हाम्रो ट्रेकको पहिलो दिन। खाङसारबाट अब तिलिचो बेस क्याम्पतिर लाग्दैछौँ। म र ट्याक्कै यहाँबाट यो होटलबाट हिँड्दैछौँ। बाबु सुरु गरौँ यात्रा। यात्रा हाम्रो जारी नै छ। तिलिचो बेस क्याम्पसम्म गएको म हिँड्दैछु। पछाडि हाम्रो सर्वबाबु आउँदैछ। आज बेस क्याम्प पुग्ने त्यति बेला हामी ठ्याक्कै 10 बजीतिर हिँडेका छौँ। कति बजी पुगिन्छ हेर्दैछौँ। भ्यूहरूको मजा लिँदैछौँ। ल साथीहरू, कति राम्रो। ओहो, यी बाबु त झन् राम्रा। यता हेरिदेऊ त बाबु। एकदमै एकछिन फनक्क घुमिदेऊ त। आहा, किसिमै देखियो त। ओहो, ल यता हेर्दा बाबु। राम्रो छ। खोला यसरी बगिरहेछ तलबाट। बाबु खोला हेर नि तल। खोलाको नजारा देख्यो। खोलाले के भनिरहेको छ? खोलाले त निरन्तर अघि बढ्नुपर्छ, गन्तव्यमा अवश्य पुगिन्छ भन्ने। मुला पनि भनेको छ नि। मुला हिँड भनेको छ नि। त्यो त भन्नु पर्दैन है। मलाई त मुला हिँड त किन कसरी कहिले हामी निरन्तर अघि बढ्नुपर्छ बाबु। यात्रै निरन्तर अघि बढ्यो। हेर न कस्तो
हिमालय त होला नि त होइन केही पनि कस्तो भेदभाव छ है प्रकृतिमा हिउँले भरिए हिमाल हिउँ नभए चट्टान पहाड यही पहाडमा अनि हिउँ भएपछि हिमाल मान्छे हिमवाला माल भरिएपछि चाहिँ हिमाल भन्ने रहेछ त्यही हिमवाला माल हटेपछि माल हिमालको मालै हटेपछि त अनि हाट हटे ज्यादा भयो कि यो अलि आवेशमा आएछ के हो म त यार अलिक राख्नु पर्ला यार होइन होइन त्यो अनि खेल खेलाडीको माल मारवाडीको भने त हो नि मूल मन्त्र हाम्रो मूल मन्त्र हो आत्मसात गर्दै ल मोटामोटी 40 मिनट हिँडेपछि यहाँ ओह्रालो हामीले भूभाग भेटायौँ ओह्रालोमा चाहिँ हाम्रो बाबुलाई फेरि जित्न सक्ने मान्छे खासै भेटाउन गाह्रो छ ओह्रालोमा त बाबु दौडिन्छ पुरै कुद्छ हो इनर्जी नै उसको छुट्टै हुन्छ ओह्रालोमा यस्तो छ अवस्था ल हेर्नु न ल कस्तो छ भ्यू आउनै पर्छ है साथीहरू एकपल्ट चाहिँ ल यति बेला मोटामोटी 50 मिनट जति हिँडेर हामी यो ठाउँमा आइपुगेको छौँ अब यस ठाउँबाट अघि बढ्दैछौँ हावा चाहिँ बबाल चलिरहेछ हाम्रो बाबु राजा त्यहाँ आउँदैछ बबाल छ बबाल ल साथीभाइहरू यहाँनिर चाहिँ एकदम ठाडै कलर रहेछ यस्तो स्यासा फ्यापा भइरहेछ र हामी बिस्तारै बिस्तारै हिँडिरहेको छु उकालो गएर त यो बाटो आएको अझै माथि चढ्नुपर्ने छ उकालो ल एकदम बिस्तारै बिस्तारै हिँडिरहेको छु म माथि गएर भेटौँला त्यति बेला हामी चाहिँ यो उकालो सकाएर अब यतातर्फ जाँदैछु श्री खर्का 4000को हाइटमा हामी आइपुग्दैछौँ यहाँनिर एउटा सानो पुल यो कटेर जानुपर्ने हुन्छ अब यो श्री खर्काबाट चाहिँ हामी अघि बढ्दैछौँ खतरा हावा चलिरहेको छ यहाँनिर एउटा भयङ्कर उकालो हामीले पार गरेर पर्छ अघिको खर्का पछिको यो एउटा टफ उकालो होला सायद म रेडी हो चढ्नलाई रेडी हो चढ्नलाई ल बिस्तारै चढाउँ अब चाहिँ हामी यो उकालोको इन्डतिर आएको जस्तो लाग्यो मलाई चाहिँ टपेर चढ्नु पनि गाह्रो हुन्छ अब हामीले चढ्नुपर्ने यो उकालो छ भयानक दर्दनाक भयानक केही नाक हो
यस्तो चाहिँ कडा उकालो छ यो उकालो हाम्रो बाबु हिँडिसक्यो म पनि अब सँगै हिँड्दैछ भएन उकालो छ यो अहिलेसम्मको यो टप उकालो होला अब बेस्टमा चाहिँ यो ट्रेकको अहिलेसम्म हामीले भर्याङवाला उकालो चढ्नु परेको छैन त्यो चाहिँ मलाई मजा लागिरहेको छ ओके ल अघि बढाउँ ल हेरौँ यहाँको नजारा यस्तो छ तर सबजना लाइन लगेर बिस्तारै बिस्तारै हिँड्दैछ भयङ्कर चलिरहेको के छ बाबु भयानक अझै बाँकी छ ल ल यति बेला चाहिँ अलिकति समथर बाटो भेटेको हुनाले हाम्रो स्पिड अलिकति बढेको छ बाबु त दौडी नै लाग्यो अब यसपछि हामी ल्यान्डस्लाइड एरियातिर पुग्छौँ होला साथीहरू यस्तो छ यहाँको नजारा ल हाम्रो यात्रा निरन्तर चलिरहेछ सर्बु बाबुको हिँडाइमा निकै आज मैले पाक्कोपन देखिरहेको छु बाबुले मस्त मिलाएर झ्याप 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 लगाएर एक सुरुमा हिँडिरहेको छ अब विदेशीलाई फ्लप भइसक्यो बाबुलाई अब कुरा छ म पनि बाबुलाई पछ्याउँदै हिँडिरहेको छु यति बेला ल हेर्नु त यहाँको नजारा यो चाहिँ ल्यान्डस्लाइड एरिया ठ्याक्क आइपुग्यौँ हामी यस्तो रान झरेर जानुपर्ने रहेछ एकदमै होसियारबाट हामी यहाँबाट जानुपर्ने जय शम्भो ल्यान्डस्लाइड एरिया चाहिँ यहीँनिर जति बेला त्यही पनि जान सक्छ हामी चाहिँ एकदम होसियार भएर अब फटाफट जाँदैछ यस्तो हावा चलिरहेको छ हामी हिँड्दैछौँ ल हेर्नु त यहाँनिर यस्तो छ पुरा छ यो जति पनि जे पनि जान सक्छ यहाँ फार हुन हुनै नभए यो एरिया होइन नि पाहाडमा भर्खरै झरेको यहाँको ओह्रालो ओहो भयङ्कर ओह्रालोमा झरेको थिएन जति बेला पनि जहाँ पनि लडेर चेप्पै हुन सक्ने ठाउँ छ यार त्यहाँ केही पनि छैन सपोर्ट फाइनली त्यो ओह्रालो कटाइयो ल फाइनल बेस क्याम्प चाहिँ यहाँबाट देखिन लाग्यो त्यही नै हो भन्ने छ अब हामी अघि बढ्दैछौँ प्रायः हो तर मेरो ह्याट नै उडाइदियो ल साथीहरू अब बेस क्याम्प गएर भेटौँला ल साथीहरू फाइनली आजको हाम्रो यात्राको गन्तव्य स्थान तिलिचो बेस क्याम्प चाहिँ हामी अब
पुग्दैछौँ। हामीलाई 10 बजी भनेको अहिले 2 बज्यो। यहाँ ठ्याक्कै आइपुगेछौँ। 4 घन्टाको अन्तरालमा हामी खाङसरबाट चाहिँ तिलिचो बेस क्याम्प आइपुगेको छौँ। साथीहरू अब होटल जाऊँ, आराम गरौँ। हामी होटल खोज्दैछौँ। फाइनली हाम्रो होटल आइपुग्यो। होटल बेस क्याम्प इन रेस्टुरेन्ट एन्ड बार। नम्बर 4। साथीभाइहरू फाइनली हामी आफ्नो रुममा प्रवेश गरिसक्यौँ। रुमको भ्यू कस्तो छ भनेर हेर्ने हो भने चाहिँ अब एकचोटि बाबु बस्यो तिमी ल हाम्रो बाबुलाई रुमको भ्यूसँग तपाईँहरू इन्जोय गर्नुहोस्। यसरी सुतेर हिमाल हेर्ने, तल खोला बगिरहेको छ, नदी कुनै राम ल My God and goddesses, what a pleasant. रुम चाहिँ खोजे भन्दा राम्रो पायो। पैसा वसुल वाला है, पुरा हिटरवाला होइन बेडमा मजा छ। What luxury this is. यति बेला हामी रुममा चाहिँ एकदम मस्त आराम गर्दैछौँ। आरामदायी अवस्थामा बाबुको मालमा ट्रेल बन्दैछ रिल्सहरू झ्यालमा यसरी अब मजा लिँदैछौँ। यति बेला बिहानको 5 बजे अब हामी बेस क्याम्पबाट चाहिँ तिलिचो लेकतिर जाँदैछौँ। अँध्यारो नै छ अवस्था। बिस्तारै बिस्तारै हिँड्दै जाऊँ। बाटोमा के देखिन्छ। बाटो अँध्यारो छ। अब लाग्यो बाटो यस्तो हो भने केही गाह्रो होइन यो। हो हाइटले गर्दा क्या हिजोको यो त कति पनि होइन। लगभग आधा घन्टा हिँडेपछिको दृश्य यस्तो छ। भयङ्कर उकालो छ। उकालो भयङ्कर भन्नु पऱ्यो। यत्रो हाइटमा उकालो खतरै हो नि। हुन त हो त्यही हो नि। अब हामी अघि बढ्दैछौँ। यति बेला अलिकति उज्यालो भएको छ। बाबुको चालमा पुरै दम छ। हेर त बाबु कहाँ यस्तो ल बिहान उठ्ने बित्तिकै हिमाल देख्न पाइयोस् भनेको यही हो। बाटो यस्तो छ। हजुर माथि जानु पर्छ कता कता। ल यति बेला चाहिँ ट्याक्क घाम झुल्किएको छ। यस्तो छ यस्तो पुरै उकालो छ। पुरा उकालो छ। ल अब चाहिँ सबैभन्दा गाह्रो 22 घुम्ती भन्ने ठाउँमा हामी आइपुगेको छौँ। अब यो ठाउँबाट चाहिँ एकदम च्यालेन्जिङ छ। अवस्था यस्तो छ। ल माथि गएर भेटौँ ल। हिजो चाहिँ हो 22 घुम्तीको इन पोइन्ट। त्यहाँदेखि कस्तो खतरा ट्रेल छ यो 22 घुम्ती होला। अझै उकालो छ। ओ माई गॉड। हिमाल हेर्नुहोस् आँखाभरि चारैतिर हिमालै हिमाल। यस्तो छ फेरि तल। अझ त्यो अब माथि जाऊँ। माथि भेटौँ। यति बेला हामी यहाँको लगाएर हिँड्दैछौँ होइन। यहाँको नजारा चाहिँ यस्तो छ ल हिमालै हिमाल। हिमालै हिमालमा अब लाई निहाल्दै हामी हिँड्दैछौँ। खुबसुरत नजारा। लगभग
हाफ एन आवरतिर चाहिँ हामी तिलिचो लेक पुग्छौँ होला भन्ने अनुमान गरिएको छ। अब हेरौँ के हुन्छ। अहिलेसम्म यात्रा चाहिँ टफ नै छ। बाइस घुम्तीको उकालो, त्योभन्दा अगाडिको उकालो, त्यसपछि उकालोहरू पनि टफ उकालो छ। ट्रेल चाहिँ त्यही हाइटले गर्दा एकदमै सास लाग्ने हुने क्या। ल अरू बाबु आउँदैछ। यस्तो छ फेरि यहाँबाट जति बेला पनि ढुङ्गा झर्न सक्छ। रिक्स त छ, ठिक छ। अब जाउँ अघि। ल फाइनली हाम्रो ट्रेकको फाइनल मोमेन्ट तिलिचो लेक चाहिँ अब त्यहाँबाट हाम्रो त्यसैबाट देख्न सक्दैछौँ। तिलिचो लेक त्यहीँ हो। अब एकछिन हामी पुगिहाल्छौँ। अब फाइनल मोमेन्टको हामी निकै करिब छौँ। अब एकैछिन मिहिनेत गरेपछि हामी तिलिचो लेकमा पुग्दैछौँ। This is the moment. Tilecho Lake, 4,990 meters height. Finally, तिहारको भइटिकेको दिनमा हामी तिलिचो लेकमा आइपुगेको छौँ। भाइटिकाका मेरो सम्पूर्ण चेलीबेटी र दाजुभाइहरूलाई धेरै धेरै शुभकामना फ्रम तिलिचो लेक। ओहो बाबु के छ, अब कस्तो फिल भइरहेछ? एकदम रमाइलो लागिरहेको छ। के अरे के छ तिम्रो यस तिलिचो लेकमा भर्खरै हामीले आइपुग्यौँ होइन? कस्तो महसुस भएको छ आफ्नो? 2 सप्ताह भाउने यहाँ पोखिदिनु पऱ्यो ल बाबुले। सानोतिनो मेहनत चाहिँ आउँदैन तिलिचो। यो के अरे अरू ठाउँमा जस्तो अलिक नसोचेर आउनु होला। प्रपर ग्याजेटहरू बोकेर सुरक्षाका सामानहरू, औषधिहरू, मेडिसिनहरू प्रपर लिएर आउने। अनि त्यसपछि ट्रेकिङ सुज सबैभन्दा ध्यान दिनुपर्ने कुरा। अनि एउटा स्टिक कम्पलसरी, किन भन्दाखेरि बाटो यस्तो डेन्जर छ, 1 मिस क्यान फिनिस। त्यो स्लोपी बाटोमा र त्यो ठाडो 90 डिग्री उकालोमा एकचोटि खुट्टा चिप्लियो भने त्यसपछि त्यसमा देयर इज नो वे टर्निङ ब्याक। त्यही भएर त्यो अरू ट्रेकमा जस्तो नर्मल स्पोर्ट्स सुज अनि नर्मल ट्रेकिङ स्टिक्सहरू ल्याउने, त्यो चाहिँ गल्ती नगर्नु होला। अनि हुन त यहाँ जतिसुकै म कुद्छु भने पनि कुद्न सक्ने जोसुकै माइला लाए पनि सक्दैन। यसले तपाईँको स्ट्रेन्थ, तपाईँको मनोबल, तपाईँको कन्सिस्टेन्सी र तपाईँको मोटिभेसनलाई एकदम मापन गर्छ, मतलब मेजर गर्छ। यो भएर चाहिँ एभ्री स्टेप म्याटर्स, स्पिड डजन्ट म्याटर हियर होइन। एउटा पेस मेन्टेन गर्नु नै सबैभन्दा ठुलो कुरो हुन्छ र पेस मेन्टेन गरेर
एउटा पेस मेन्टेन गरेर चाहिँ एउटा कन्सिस्टेन्ट भएर हिँड्न सक्यो भने चाहिँ त्यो मान्छे राम्रोसँग आउनसक्छ, सुरक्षित आउनसक्छ। सबैभन्दा ठुलो कुरो यहाँ सुरक्षाको हुन्छ। यदि तलमाथि घाउचुट केही लाग्यो भने अथवा अल्टिट्युड सिकनेसकै बारेमा केही भयो भने पनि त्यसमा बहुत ठुलो नोक्सानी बिहोर्नुपर्छ, त्यसलाई कस्टिङ नै बढी हुन्छ यहाँको भनौँ न। अनि यो त हाम्रो गौरवको कुरा हो। विश्वको सबैभन्दा अग्लो ठाउँमा रहेको तिलिचो ताल यो एउटा पर्यटकीय क्षेत्र, पर्यटकीय गन्तव्य लिस्ट प्लेस नभइकन एउटा धार्मिक क्षेत्रको पनि अहिले ठाउँ बन्दैछ। धार्मिक हिसाबले पनि अब विभिन्न धर्मावलम्बीहरूले अब यसलाई पुज्ने मान्ने ठाउँ यो दिँदै आउनु भएको रहेछ होइन। इट्स ग्ल्याड टु बी हियर एट तिलिचो लेक। धेरै सङ्घर्षपछि आएको हो। ब्लेसिङ, इट्स अ ब्लेसिङ फ्रम महादेव। Thank you for giving us courage, giving us strength, and giving us this much motivation to be here. We are very fortunate to be here safely. Finally, thank you very much. ओके हाम्रो बाबुले आफ्नो मनमा लागेको कुराहरू भनिसक्यो। अब तिलिचो लेकमा एकछिन हामी घुम्छौँ, यहाँको मनोरञ्जन लिन्छौँ, एकछिन फोटो खिचौँ एकछिन होइन। त्यसपछि हामी भिडियोलाई चाहिँ अहिले यति नै यहीँ ऱ्यापअप गरौँ, पछि फेरि हामी फेरि भिडियो बनाउनु पछि है त। ओके हो। यहाँ होइन आजको यात्रा चाहिँ यसरी सुरु हुँदैछ बोलेरोको ढालाबाट। गोलीकट्टा सहित टोली तम तयार छन् भान्जा गाडीमा गाडीमा। मामाहरूले यस्तो छ अवस्था। बाबु खुट्टामा राख। बस्नु